हेलो गाइस, स्वागत छ तपाईहरुलाई आजको न्यू ब्लग भिडियोमा हैन। हेर्न सक्नुहुन्छ म यहाँ गाई बिसराउन खेततिर आइराखेको छु। ल हेर्नुस् कति राम्रोसँग यहाँ बाख्राहरू चरिरहेछ। अनि यो दुईटा चाहिँ बहिनीको हो, अनि यो एउटा अनि यो र यो चाहिँ हाम्रो हो, हाम्रो घरको। अनि यो तिनटा चाहिँ अर्को बहिनीको हो। अनि अहिले अँध्यारोमा चाहिँ मस्त पारामा शीतल मानेर चढ्दैछन् बाख्रा चाहिँ। अब हेर्न सक्छौ त्यहाँ बहिनीहरू छन्, तपाईहरुलाई म नजिकै गरेर देखाउँछु है। मैले चाहिँ अघि नै बहिनीलाई बहुत धेरै बोलाइरहेको थिएँ, त्यसले नसुनिराख्यो। ओए बोलाएको सुन्ने थिएनस्? बोलाउनु भा कि बोलाउनु भा? बोलाइरहेको थिएँ त गाई लिएर आइज भनेर। ल हेर्न सक्नुहुन्छ एकजना चाहिँ भुइँमा बसिरहेको छ, एउटा रुखमा छु। हेर्नुस् भागेर लट्ठी खोज्दैछन् यिनीहरू चाहिँ। अँध्यारो भइसक्यो, मेरो मोबाइलको क्यामेरा पनि ठिक छैन गाइज, त्यही भएर। ल हेर्नुहोस् है, थु मैले नाक दिएँ। ल ल ल जाउँ अब घरतिर। अब यता हेर्नु यिनीहरू खेल्दैछन् गाइज। अब म चाहिँ अब यिनीहरूको पछि के लाग्नु होइन। अँध्यारो भइसकेछ, हेर्नु घाम पनि कहाँ गयो, घाम पनि छैन, घाम पनि अस्ताइसकेछ अब। अनि हाम्रो गाईहरू पनि देख्न सक्नुहुन्छ, अरूको भैँसी पनि चलेर आइरहेछ। अनि लास्टै थाकियो भने के हिँड्दा घर पनि बहुत धेरै टाढा छ। त्यहाँ दुईटा आन्टीहरू बसिराख्नु भएको, अनि त्यो आन्टीहरूको भैँसी चलिरह। मेरो क्यामेरा पनि के भएको यार गाइज, मेरो मोबाइलको क्यामेरा पनि अलि ठिक छैन कि, अनि त्यही भएर हेर्नु यो गाई र यो चाहिँ मेरो गाई हो, मतलब हाम्रो घरको गाई हो। अब यिनीहरू चाहिँ यस्तो घाँस हेर्न सक्नुहुन्छ, यस्तो घाँस खाइरहेछन्। अनि त्यहाँ दुईटा आन्टीहरू बसिराख्नु भएको छ, अनि त्यो आन्टीहरूको भैँसी हो। यो एरियाभरि यो देखिने जङ्गलको साइडको एरियाभरि चाहिँ सबै खाली नै छ गाइज। हामीले यहाँ पुरै गाई भैँसी बाख्रा सब छोडिदिन्छौँ, यहाँ चढ्छन्। अनि यता रुखहरू छ, अनि हामीले चाहिँ बसेर एक ठाउँ गफ गर्ने, रुखको छेउमा बसेर गफ गर्ने, कुराकानी गर्ने। गाई भैँसी यस्तै यतातिर छोडिदिने, चढ्छन् अनि घर लग्ने मात्रै हो। अब चाहिँ म गाई भैँसी मतलब गाई बाख्रा घर लिन आइरहेको थिएँ, अब लिएर जाँदैछु गाइज। लास्टै पसिना आइरहेछ कलकलतिर, लास्टै पसिना छ। ल हेर्नु त तिनीहरू त्यहाँ खेतमा लडिरहेछन् अझै पनि। ए नलड न हो, नलड, हेर त कसरी लडिरहेको साथीहरू। यिनीहरूले यो खेलमा लट्ठी तानातान गर्ने, लट्ठी थुकेर नाग्ने के भन्छन् के, अनि नगर नलड भन्दाखेरि अँध्यारो भयो, घर जाम भन्दाखेरि पनि मान्दैनन् हो। हेर्नु न दौडेर आइरहेछन्। यस्तो यो माटोको डल्लामा चोट लाग्छ हो, नदग्रु न साथीहरू बहिनीहरू। ओ माई गड, लोटिहाल्यो त्यहाँ। हल्ला नगर सा भन्दैछु, अलि उता गाई कहाँ गयो? हाम्रो बाख्रा यति धेरै छन् कि त्यही भएर हेर्नु यति धेरै आछन्। हेर्नु त यति धेरै छौँ हामी। एउटै घरको 15-20 वटा बाख्रा, 15-20 वटा बाख्रा चलाउन आएका छौँ। चारजना आएका छौँ, 40 वटा बाख्रा छन्। साथीहरू बहिनीको कुरा सुन्नुभयो, एकदम गफाडी छ बहिनी चाहिँ। लडा मर, अँध्यारो भइसक्यो, अझै लडा मर, घर जानु छोडेर। जाम गर, हिँड, घर जाने होइन, हिँड गौरी घर, ऊ त्यहाँबाट जान्छन् के। ए तिमीहरूलाई मैले हेर यही लट्ठीले पिर्छु अहिले। साथी जाऊ, पारी जाऊ, घर जानुपर्छ, जाऊ साथीहरू। अब यो चाहिँ अब यस्तो भुइँमा यस्तो ढलेको जुग छ होइन। हामीले चाहिँ यहीँदेखि आउने जाने गर्छौँ।
तर अहिले चाहिँ अब बाख्राहरू गाईहरू यतादेखि गइसक्यो त्यही भएर हामी यतादेखि जान लाग्छौँ होइन ल छिटो लिएर आइजाऊ है म त लागेँ अब गाइज लास्टै गर्मी भएको छ हेर्नु यहाँ पसिना आइरहेछ त्यस्तो खलखली पसिना चुइरहेछ हिँड्दा हिँड्दा हाम्रो घर त देख्न सक्नुहुन्छ तल तल त्यो हरियो देख्नुभएको छ नि हाम्रो घर हो त्यही हो त्यति टाढा छ हाम्रो घर अब यो चाहिँ इँटाभट्टा यहाँको गाउँको लोकल पाराको इँटाभट्टा हो त्यहाँ चाहिँ इँटा पारिरहेको छ यो मान्छे बस्ने घरहरू यहाँ अहिले अब खेत रोप्ने भनेर यहाँ माटोहरू भरिरहेछ यसमा माटोहरू भरिरहेछ यहाँ चाहिँ यस्तै छ बहिनीहरू गीत मात्रै गाउने हो कि बाख्रा पनि लिएर आउने बाह्र त उहीँ अड्डिके म चाहिँ यता गाईलाई हान्न आएको ए जाऊ न हो उतातिर तिमी फेरि कता यता आएको यार यति अँध्यारो भइसक्यो अहिले हाम्रो बाख्रा चाहिँ घर गइरहेछन् हेर्नुहोस् अरूको अब गाउँको बाख्राहरू त अब गइसक्यो हामीले चाहिँ अब ढिलो खोलेको थियौँ घरदेखि निकालेको थियौँ त्यही भएर अँध्यारोमै घर लगिरहेछौँ अब यहाँ जुन पनि निस्किसकेछन् हेर्न सक्नुहुन्छ उता छन् अब यो बहिनीहरू यस्तै हो नि कहिले गीत गाउँछन् कहिले खेल्छन् कहिले देख्न सक्नुहुन्छ यसको गीत बज्दैछ लाइक पनि गरिदिनु होला सब्स्क्राइब पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला शेयर पनि गरिदिनु होला सबैले माया गरिदिनु होला नुवा गरिकन मजाकी बहिनीहरू कमेडी गर्छन् जे होस् भोलिदेखि यसै गरी नै मेरो बाख्रालाई मारिदियो मन्छाको बाख्राले यो बाख्राले फेरि यसलाई हान्न लाग्थ्यो तेरो बाख्रालाई मिना के तिमीहरू अघि मिना र तिमीहरू लडिरहेको थियौ कि त्यही भएर हानिरहने यिनीहरूले हेर्नुहोस् साथीहरू घर पुग्दा पुग्दै अँध्यारो भइसक्यो हेर्न सक्नुहुन्छ कति अँध्यारो भइसक्यो यिनीहरूको गीत फेरि खतरनाक छ हेर्नु है धेरै हल्ला नगरौँ बहिनीहरू हेर्न सक्नुहुन्छ हामी घरमा पुगिसकेछौँ घरमा पुगेर यहाँ बाख्राले कुडोहरू खाँदैछ अँध्यारो भएर गाई पनि बाँधिसकेको छ हजुर छैन डिलिट भइसक्यो आफै डिलिट भइसक्यो यो चाहिँ फुपूको छोरा यो चाहिँ आन्टीको छोरी हो त्यो चाहिँ कान्छी आन्टीको उहाँको छोरी हो छैन के गेम छैन अब यहाँ बस्न भिडियो बनाउनु लाग्छ गाई लिएर आम अँध्यारो पनि भइसक्यो गाई कता गयो लिएर आउँदैछु अनि यो चाहिँ यहाँ भैँसी अघि उता दौड्दै थियो अहिले यहाँ दौडिरहेछ चरिरहेछ हिँड गर अँध्यारो हुने बेलासम्म पनि चरिराख्ने अब लगाइ जब चाहिँ म नुहाउँछु बहुत गर्मी भइरहेछ पसिना खलखल्ती बगिरहेछ अब लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि बेल आइकन दबाइदिनु होला अहिले चाहिँ म जान्छु बाई बाई साथीहरू गुड नाइट सी यू टुमारो ओके बाई बाई